निर्दोष शहीदहरूले आज पनि सोधिरहेका छन्, कहिले आउँछ परिवर्तन? नमस्कार दर्शकबिन, आज 7 महिनाको पर्खाइपछि नेपालको इतिहासमै नभएको एउटा घटना जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन सरकारी निकाय वा जवाबदेही निकायबाट नभई फरक प्राइभेट जनआस्था साप्ताहिक अनलाइन खबरबाट प्राप्त भएको छ। प्राप्त प्रतिवेदनमा कार्की आयोगले तत्कालीन सरकारलाई गैर जिम्मेवार ठहर गरेको छ। के छ त कार्की आयोगको प्रतिवेदन? सुरुमै कार्की आयोग प्रतिवेदनले ओली लेखक र खापुङमाथि ज्यान मुद्दामै अनुसन्धान हुनुपर्ने देखाएको छ। जेनजी आन्दोलनमा भएको दमनको गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ। आयोगले ओलीको भूमिकालाई मानवीय क्षति रोक्न प्रयास नगरेको भन्दै गैर जिम्मेवार ठहर गरेको छ। 4 घण्टासम्म गोली नरेकेको कामलाई हेलचेक्राई ठहर गरेको छ। गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत 4 जनामाथि पनि हेलचेक्राई गरी ज्यान मारेको आरोपमा अनुसन्धान कारबाही सिफारिस गरिएको छ। उक्त घटनाबारे विभिन्न जिम्मेवार व्यक्तिहरूले आफ्नो बयान दिएका छन्। कार्की आयोगमा तत्कालीन गृह सचिवले भनेका छन्, उनले जेनजी आन्दोलनमा शान्तिपूर्ण हुने जानकारी प्राप्त भएकाले यति ठूलो स्तरको हिंसा, आगजनी र तोडफोड हुने अवस्था पूर्वानुमान गर्न नसकेको कुरा उनले स्वीकार गरेका छन्। फिल्डमा खटिएका सुरक्षा टोलीहरूले त्यहाँको अवस्था र परिस्थितिको विश्लेषणका आधारमा बल प्रयोग गर्ने भएकाले गृह सचिवका तर्फबाट सिज फायर जस्ता प्रत्यक्ष आदेश दिनु मेरो कानुनी अधिकार क्षेत्रभित्र पर्दैन, तत्कालीन गृह सचिव दुवाडीले बयान भनेका छन्। एल्गोरिदमले लोकतन्त्र जरेदेखि कमजोर भइरहेको उल्लेख गरेको छ। 23 र 24 भदौमा भएको जेनजी आन्दोलनमा भएको मानवीय क्षति, भौतिक संरचनाको क्षति लगायतका जाँचबुझ गर्न गठित आयोगले एल्गोरिदमले पारेको समस्याबारे उल्लेख गरेको छ। आजको नेपालमा कुन राजनीतिक मुद्दा उठ्ने र कुन दबाउने नदेखाउने कुनै तर्क वा बहसमा होइन, बरु भन्ने कुरा एल्गोरिदमले छनौट तय गरिरहेको हुन्छ, जसले गर्दा लोकतन्त्र जरेदेखि कमजोर भइरहेको छ, प्रतिवेदनमा भनिएको छ। त्यस्तै तत्कालीन संसदका महासचिवले 24 भदौमा सुरक्षाकर्मीहरू हताश देखिएको बताएका छन्। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले गत 24 गते भदौमा आफूले सुरक्षाकर्मीहरू हताश देखिएको महसुस गरेको बताएका छन्। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले गत 24 भदौमा आफूले सुरक्षाकर्मीहरू हताश देखिएको र आफूले निर्णय लिन नसकेको बताएका छन्। जाँचबुझ आयोगको प्रतिवेदनमा पाण्डेको बयान समेटिएको छ। आयोगमा बयान दिँदै पाण्डेले भदौ 24 गते काठमाडौँ र ललितपुरमा कर्फ्यू जारी भएकाले आफू घरमै बसेको बताएका छन्। त्यस्तै तत्कालीन आन्दोलनमा फ्री तिब्बत टिओबी नामक संगठनले घुसपैठ गरेको आरोप लागेको थियो। उक्त आरोपलाई चिर्दै टिओबी अध्यक्ष तेन्जिङ दावा लामाले गत भदौको जेनजी आन्दोलनमा आफू सहभागी भएको स्वीकार गरेका छन्। लामाले चिनजानका भाइहरूको सहभागिता भन्दै आफू पनि सहभागी भएको बताए। जाँचबुझ आयोगले टिओबी ग्रुपका भिड उक्साउने मोटरसाइकलमा आएका व्यक्तिहरूलाई फौजदारी संहिताको दफा 35 अनुसार छानबिन गर्न सिफारिस समेत गरेको छ। त्यस्तै कार्की आयोगले जेनजी आन्दोलनका क्रममा भ्रामक समाचार फैलाउने 5 सोशल मिडिया इन्फ्लुएन्सरलाई पनि कारबाहीको माग राखेको छ। जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउनेमा 5 जना सोशल मिडिया इन्फ्लुएन्सर पनि संलग्न रहेको जाँचबुझ आयोगले ठहर गरेको छ। भ्रामक प्रचार गर्नेमा टंक दाहाल, सृजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। हिमालयन एयरलाइन्सबाट प्रधानमन्त्री केपी ओली भागेर दुबई पुगेको भ्रामक समाचार गरिएको र काङ्ग्रेस महामन्त्री गगन थापालाई भिडले पिटिरहेको गलत प्रचार भएको आयोगले बताएको छ। भ्रामक प्रचारहरू जस्तै 23 गतेको घटनामा चुच्चेपाटी स्थित भाटभटेनीमा 35 शवको कंकाल भेटिएको भनी प्रचार गरिएको थियो। त्यस्तै 32 जना हराइरहेको प्रदर्शनकारी बानेश्वर सांसद भवनभित्र मृत अवस्थामा भेटिएको भनी उल्लेख गरिएको थियो। 24 गते पनि यस्तै प्रचार गरिएको थियो। यस्तो प्रचार गर्नमा सोशल मिडिया इन्फ्लुएन्सर टंक दाहाल, सृजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरू संलग्न रहेको पाइन्छ, प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्का एक विमान परिचालिकाले पनि हिमालयन एयरलाइन्सबाट प्रधानमन्त्री केपी ओली भागेर दुबई पुगेको र उनले आफ्नै आँखाले भ्रामक प्रचार गरेको आयोगको उल्लेख गरिएको छ। त्यस्तै तत्कालीन सिडिओले घुँडामुली गोली चलाउने मौखिक आदेश मात्रै दिएको हुँ भनी बयान दिएका छन्। गत 23 र 24 भदौमा भएको जेनजी आन्दोलनमा जिल्ला प्रशासन काठमाडौँका तत्कालीन सिडिओ छविलाल रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश पनि नदिएको बताएका छन्। जाँचबुझ आयोग समक्ष रिजालले दिएको बयानमा आफूले अन्तिम बल अर्थात् सिधै गोली हान्ने आदेश नदिएको उल्लेख गरेका छन्।
त्यस्तै कार्की आयोगले 23 भदौमा संसद भवन बाहिरको घटनामा भएका त्रुटिहरू औँल्याएको छ। सुरक्षा निकायबाट बन्दुक जस्तो गम्भीर हतियारको प्रयोग हुनु र धातुको गोली चल्नु सरकारी पक्षको त्रुटि रहेको आयोगको ठहर छ। गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले 23 भदौमा संसद बाहिर भएको घटनामा राज्यबाट त्रुटि भएको प्रतिवेदन बुझाएको छ। आयोगले सुरक्षा निकायको बन्दुक र धातुको गोली प्रयोग गरी प्रभावकारी चेतना नदिएको र नरम उपाय अवलम्बन नगरेको उल्लेख गरेको छ। आयोगले मानव अधिकार उल्लङ्घन भएको ठहर गर्दै प्रहरीले गम्भीर हतियार प्रयोग गरी विधि र प्रक्रिया नअपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै जाँचबुझ आयोगले डिस्कर्डमा पेट्रोल बम निर्माण गर्ने कुरा छलफल भएको पनि उल्लेख गरेको छ। भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनमा पेट्रोल बम निर्माण गर्ने विषयमा आन्दोलनरत पक्षले छलफल गरेको पाइएको छ। प्रतिवेदन अनुसार डिस्कर्ड नामक सञ्चालनका विभिन्न ग्रुपहरूमा मेटोलोग कन्टेन्ट निर्माण, तोडफोड, लुटपाट र आगजनी गर्ने धारणा फैलाएको थियो। भदौ 22 गते आयोजकहरूले प्रहरीलाई पेट्रोल बम निर्माण र अराजक गतिविधि रोक्न खबर गरेको र साइबर ब्युरोलाई अनुरोध गरेको आयोगले उल्लेख गरेको छ। प्रधान सेनापति अशोक राज सिग्देलको स्वीकारोक्ति भदौ 22 मै जेन्जी आन्दोलन व्यापक हुने जानकारी थियो। प्रधान सेनापति अशोकराज सिग्देलले भदौ 22 गते केन्द्रीय सुरक्षा समितिको बैठकमा जेन्जी आन्दोलन व्यापक हुन सक्ने जानकारी प्राप्त भएको बताएका छन्। सिग्देलले भदौ 24 गते प्रधानमन्त्रीसँग 2 विकल्प प्रस्तुत गरेको र राजीनामापछि सुरक्षा व्यवस्था जटिल भएको उल्लेख गरेका छन्। उनले नेपाली सेनाको संवैधानिक परिचालन प्रक्रिया र सुरक्षा निकायहरूबीच समन्वयको अभाव नभएको स्पष्ट पारेका छन्। नक्खु कारागारका जेलरको बयान त्रासमा पारेर रविलाई छाड्ने अज्ञात पत्रमा हस्ताक्षर गराइयो। जनआस्थाको सौजन्य अनलाइन खबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीमा जोशीले दिएको बयान अनुसार भिडले आक्रोशित हुँदै आफूलाई उक्त पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको उल्लेख गरेका छन्। ललितपुरको नक्खु कारागारमा जेलरका रूपमा काम गर्ने सत्यराम जोशीले भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन्। भिडले कारागारमा जबरजस्ती प्रवेश गरी रासोपा सभापति रवि लामेछानेलाई कारागारबाट बाहिर लगेको र त्यसपछि आगजनी भएको बताएका छन्। जेलर जोशीले आफू र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्गमा बन्दी अस्पताल भवनभित्र लुकी जीवन जोगाउने प्रयासमा थिए र हस्ताक्षर वैधानिक नभएको उल्लेख गरेका छन्। म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौं। सो क्रममा भिडले मलाई अत्याधिक डर धम्की दिई जीवन मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो, उनले बयानका क्रममा भनेका छन्। तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान जेन्जी अगुवाकै अभिव्यक्तिबाट घुसपैठको तथ्य पुष्टि भएको देखे। गत 23 र 24 गते भएको जेन्जी आन्दोलनबारे तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन्जी अगुवाहरूकै अभिव्यक्तिबाट घुसपैठ भएको तथ्य आफूले देखेको बताएका छन्। जाँचबुझ आयोगसँगको बयानका क्रममा लेखकले राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न नमिल्ने तर्क उनले पेश गरेका छन्। त्यस्तै जाँचबुझ आयोगले नेपालका सुरक्षा निकायलाई भारत र चीनमा प्रशिक्षण दिनुपर्ने औँल्याएको छ। जेन्जी आन्दोलन जाँचबुझ आयोगले नेपालका सुरक्षा निकायको प्रभावकारिता बढाउन भारत र चीनका सुरक्षा निकायसँग समन्वयात्मक परीक्षण चलाउन सुझाव दिएको छ। सुरक्षा निकायको प्रभावकारिता अभिवृद्धि गर्न दुई छिमेकी मुलुक भारत र चीनको सुरक्षा निकायसँग समन्वयात्मक परीक्षण कार्यक्रम गराउन कूटनीतिक पहल गर्ने प्रतिवेदनमा औँल्याएको छ। आयोगले नेपालको कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन राजदूतावास र कूटनीतिक नियोगहरूमा राजदूतको नियुक्ति गर्दा दलीय कोटाबाट नभई योग्य, सक्षम र प्रभावशाली व्यक्तित्वबाट बनाउनु पर्ने उल्लेख गरेको छ। त्यस्तै नेपाली सेनाले सिंहदरबार बचाउन नसकेको र अपेक्षाकृत रूपमा अन्य सुरक्षा बललाई पनि सहयोग नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। राज्यका संवेदनशील निकाय र तिनको संरक्षणमा निष्क्रिय बसेको आरोप खेपिरहेको नेपाली सेनामाथि जाँचबुझ आयोगले पनि अपेक्षाकृत भूमिका खेल्न नसकेको र निष्क्रिय बसेको निष्कर्ष निकालेको छ। आयोगले राज्यका केही संवेदनशील निकायहरूको सुरक्षामा सेनाले अग्रसरता लिनुपर्नेमा निष्क्रियता बसेको भन्दै प्रश्न उठाएको छ। आयोगले नेपाली सेनाको मूलभूत संगठनलाई दोष नदिई केही निश्चित गण र टकोडीहरूलाई जिम्मेवार ठहराएको छ। त्यस क्रममा उसले नेपाली सेनाका केही गण प्रमुखहरूलाई कारबाहीको सिफारिस गरेको छ। त्यस्तै तत्कालीन काठमाडौँ सिडिओ रिजालले पनि सेनाले सहयोग नगरेको बयान दिएका छन्। संसदको संख्या घटाउन र संसदलाई मन्त्री नबनाउन सुझाव दिएको छ।
जाँचबुझ आयोगले संसदको संख्या घटाउन निर्वाचन क्षेत्रको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएको छ। संसदलाई मन्त्री नबनाई कानून निर्माणमा मात्र लगाउनु पर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने संसद र संसदीय समितिहरू औपचारिकतामा मात्र सीमित भएका छन्। प्रतिवेदनमा भनिएको छ धेरै जस्तो कानून निर्माणको क्रममा संसदका भनाइहरू त हास्यास्पद सुनिन्छन्। यहीँनिर आयोगले संसदको संख्या धेरै रहेकाले थोरै गर्नुपर्ने औल्याएको छ। देशको भूगोल र जनसङ्ख्याको अनुपात संसदको संख्या धेरै नै छ। प्रतिवेदनमा भनिएको छ तत्काल कायम भएका जिल्लाहरूमा हजुवाको भरमा कुनै वैज्ञानिक आधार बिना निर्वाचन क्षेत्र तोकिएको पनि आयोगले उल्लेख गरेको छ। जाँचबुझ आयोगमा ओलीको बयान, सुनियोजित उत्तेजना फैलाइएकाले गोली चलेको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ 23 गते सुनियोजित रूपमा उत्तेजना फैलाइएकाले युवाहरूको ज्यान जाने गरी हाताहातीको घटना भएको बताएका छन्। जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्व प्रधानमन्त्री ओलीले युवाहरूले अघि सारेर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने समूहले उत्तेजना सिर्जना गरेको आरोप लगाएका छन्। 2082 साल चैत्रमा काठमाडौँको 3 कुनेको घटनापछि सबै सुरक्षा निकायहरूलाई त्यस्ता घटनाहरूको सन्दर्भमा कमभन्दा कम दनजनको क्षति हुने र अवांछित तत्त्वको घुसपैठ नहोस् भन्नेतर्फ सुरक्षा निकायलाई निर्देशन दिने गरेको थिए। भाद्र 23 गते जियाज रोड पुस्तकमा भएको आन्दोलनको दौरान भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय होइन। प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन। यसका लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रूपमा नै रहन्छ। त्यस्तै ओलीले थपे पूर्ण रूपमा प्रधानमन्त्री यो विषयमा जवाबदेही हुँदैन। सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने, सुरक्षाकर्मीहरूका ड्रेस बन्दुक खोसी लगाई सेल्फी खिच्ने जस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने पक्कै पनि आन्दोलनको घोषणा गरेका जिन्जीहरू होइनन्। भदौ 24 गते मैले राजीनामा दिएको हुँ। म बाधक भएको कारणले त्यो आन्दोलन भएको भए मेरो राजीनामापछि सबै ठिक हुनुपर्ने हो, तर भएन। सामाजिक सञ्जालको नियमनको विषयमा सरकारले निर्णय गर्यो। सामाजिक सञ्जाल नियमन त हुनु पर्यो नि, होइन र? जवाफ दिँदै उनले हाँस्दै भने, हो त्यस्तै कारणले निर्णय गरेको हो। तत्कालीन जिम्मेवारीमा रहेका राज्यका पदाधिकारीहरूले घटनाका सम्बन्धमा आयोगमा बयान दिइरहेका, यस विषयमा सार्वजनिक रूपमा आफ्ना अवधारणा पटक पटक दिइरहेको छु। म निर्देश छु, केपी ओलीले भने। त्यस्तै यता प्रतिवेदनमा पनि सुरक्षा निकायमा अपुरो सूचना र समन्वयको अभाव रहेको औल्याएको छ। प्रतिवेदनमा सूचना सङ्कलन गर्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासम्मलाई पर्याप्त सूचनाको अभाव रहेको देखाएको छ। तर 23 र 24 भदौमा भएको जेनजी आन्दोलनको तयारीबारे सुरक्षा निकायबीच पर्याप्त सूचना नभएको छानबिन आयोगले प्रतिवेदन औल्याएको छ। सूचना सङ्कलन गर्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पर्याप्त सूचना अभाव रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बयानमा के भने बालेनले? काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले भदौ 23 गतेको सरकारले आतंकवादी शैलीमा अत्याधिक बल प्रयोग गरेको कारण 24 गतेको घटना भएको बताएका छन्। बालेन्द्र शाहले 24 गतेको घटना दुःखद भएको र तत्कालीन सरकार र सहभागी दलले सम्पूर्ण क्षतिको जिम्मा लिनुपर्ने उल्लेख गरेका छन्। उनले सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलन शान्त पार्ने भूमिका खेलेको र महानगरपालिकाको दमकल समयमै पठाएको जानकारी दिएका छन्। मन्त्रीलाई जानकारी नदिने प्रतिवेदन सार्वजनिक भइसकेको छ। उता प्रधानमन्त्री सुशीला कार्की भने जेनजी आन्दोलनको प्रतिवेदन सहित 3 वटा दस्तावेज सार्वजनिक गर्छु भन्दै निर्णय गर्दै हिँडेकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीले 3 वटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन्। प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोग 2082 को प्रतिवेदन, नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोग 2077 को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र 2082 सार्वजनिक गर्ने निर्णय गरेकी हुन्। कार्की आयोगको मोटामोटी प्रतिवेदन हामीले प्रस्तुत गरिसकेका छौं। यो प्रतिवेदन कस्तो लाग्यो? केपी ओली र तत्कालीन सुरक्षा प्रमुखलाई सजाय हुनुपर्छ वा उनीहरूलाई फसाइयो? तपाईलाई के लाग्छ? कमेन्ट गर्न नबिर्सनुहोला।